So guys, it's your boy just trying to tell y'all the one a beautiful quote by me. You know what I'm saying? And the quote goes like, "Go with the flow, man." And I mean to say about it, this stuff, this quote is just like जिन्दगीमा होइन अब आज हामी कुनै समस्यामा गुज्रिरहेछौँ होइन गइरहेछौँ भने अब के वर्षपछि त्यो समस्या आउँदैन क्या जसरी लाइफ गइरहेछ त्यसरी नै हामी गइरहने हो क्या जस्तै अब आज म एउटा समस्यामा छु होला होइन 5 वर्षपछि अर्को समस्या आउँछ फेरि 5 वर्षपछि अर्को समस्या आउँछ लाइफ गोज अन म्यान द्याट्स वाइ वी गो विथ द फ्लो द्याट्स लाइफ गोज अन म्यान थ्याङ्क यू मेन अब प्रब्लम हुन्छ मान्छेलाई अब मैले अब दोक्सियाको प्रिपेयर गरिरहेको छु अब सेल्फ डाउट होइन अनेस्टली भन्दाखेरि चाहिँ अब भने जस्तो हुँदैन कहिलेकाहीँ कतै सकिँदैन कि कतै अब मतलब कसरी लेख्ने कसरी पढ्ने भन्ने कुरा हुँदैन अब सुरुका दिनहरूमा सुरुका वर्षहरूमा त्यस्तो साह्रो मैले इफोर्ट लाएर पढ्दैन अब अहिले भर्खर मलाई एउटा चेत आउँदैछ कि अब मतलब अब चाहिँ पढ्नुपर्ने रहेछ होइन यो त पढ्नै पर्ने रहेछ यस्तो भइरहेको छ कि नत्र अब सुरुदेखि नै अब सुरुको वर्षहरूमा नि मैले राम्ररी पढेको थिएँ भने मिहिनेत गरेको थिएँ भने लगभग निक्लिसक्थ्यो त्यतिखेर तर त्यतिखेर मतलब टाइम वेस्ट चिल यताउता विभिन्न भयो त्यही कारणले गर्दाखेरि मैले हल्का पछि परेँ क्या अनि अहिले आएर मैले रियलाइज गरिरहेको छु कि मतलब होइन रहेछ त्यस्तो होइन रहेछ केटाहरूसँग भेट्ने यताउता गर्ने दुनियाँ दिवाना गर्ने बाहिर डुल्ने केटाहरूसँग जाने होइन विभिन्न गर्ने हो त्यस्तोले चाहिँ टाइम खाँदो रहेछ नि त टाइम वेस्ट भयो मेरो पैसा खर्च भयो पैसा त सबैको खर्च भइहाल्छ अनेस्टली भन्दा हाम्रो त पैसाभन्दा पनि टाइम वेस्ट भयो नि त अन्त टाइम अहिले म सम्झिन्छु यसो सम्झिँदाखेरि चाहिँ अब टाइम हुँदाखेरि चाहिँ आफूले मिहिनेत गर्नै पर्ने रहेछ क्या अब अहिले आएर कस्तो रिग्रेट भइरहेछ अब अहिले अन द स्पोट मैले 100% दिएर मिहिनेत गर्दा पनि अन द स्पोट फेरि निक्लिन भने चाहिँ अब कति ग्याप हुन्छ त उमेर कहाँ पुग्छ त होइन फेरि अर्कोचोटि फेरि डाउट हुन्छ सेल्फ डाउट हुन्छ प्रेसर हुन्छ लाइफ गोज अनि फेरि प्रेसर हुन्छ अनि अनेस्टली एकचोटि एक दिन पास गरिन्छ अनि शीतल हुन्छ क्या अनि त्यो हो अब समय चाहिँ बुझ्नै पर्ने रहेछ चिलले चाहिँ जिन्दगी नचल्ने रहेछ चिल हानेर इन्जोय गरेर चाहिँ इन्जोय गर्छु केटाहरूसँग यताउता भन्ने चाहिँ अब त्यो एकचोटि गरेको मेमोरीको रूपमा चाहिँ अब पछि एकचोटि सम्झिँदाखेरि चाहिँ अब रमाइलो पनि लाग्छ अब सफल भएर हेर्दाखेरि त अब त्यो पछि अब गर्नै नसक्दाखेरि थुक्क मैले किन यसरी वेस्ट गरेको होला अलिकति त्यतिखेरै बेटर गरेको भए हुन्थ्यो नि भन्ने जस्तो चाहिँ हुन्छ होला होइन त्यो पनि ठिक छ लाइफमा भनेको स्ट्रगल छ्याउने भएर चाहिन्छ होइन लाइफमा अब एकदम पुरै फुल्ली प्रेसर बिना मान्छेले केही पनि गेन गर्दैन क्या प्रेसर पेन विभिन्न कुराहरूले गर्दाखेरि विभिन्न कुराको थ्रुबाट मात्र माथि लेभल अप हुने हो नि त द्याट्स वाइ यु गाटा ह्याभ द motherfucking pressure to move on with flow, that's how life goes on, man. That's how life goes. That's you gotta know about that stuff. त्यही हो क्या मतलब सबै कुरा प्रेसर हुनुपर्छ प्रेसर पर्नुपर्छ अन द स्पोट मान्छेहरू एकैचोटि लेभल अप हुने हो लेभल डाउन हुने हो ब्रोक हुने हो ब्रोक सिट पनि हुन्छ अब घरि डिप्रेसन पनि जान्छ एन्जाइटी हुन्छ डिप्रेसन एन्जाइटी भन्ने कुरा त अब आफ्नो मिहिनेतमा भर पर्ने कुरा हो डिप्रेसन एन्जाइटी भन्ने कुरा त आफूले मिहिनेतै गरेको छैन अब पढेको छैन होइन अनि एक्जाम निक्लेन अनि डिप्रेसन भयो एन्जाइटी भयो स्ट्रेस भयो होइन ल्याक अफ कन्फिडेन्स जस्ट लाइक द्याट मदरफिङ शिट डजन्ट म्याटर म्यान डजन्ट एक्जिस्ट इन दिस वर्ल्ड म्यान द्याट्स हाउ लाइफ गोज अन आइम टेलिङ या जस्ट लाइक द्याट अब 100% दिने हो क्या चिल हान्ने हो दिने हो नाम निक्लिन्छ हो